नमस्ते। के तपाईलाई थाहा छ अमेरिकाका धेरैजसो स्टेटहरूमा तपाईको श्रीमान अथवा श्रीमतीको मृत्यु भएको खण्डमा उनीहरूको नाममा रहेको क्रेडिट कार्डको ऋण तपाईले तिर्नु पर्दैन। तर केही अपवादहरू छन्। त्यो भने तपाईले जानिराख्नुपर्ने हुन्छ कुन अवस्थामा चाहिँ तपाईले ऋण तिर्नुपर्ने हुन्छ र कुन अवस्थामा ऋण नतिरे पनि हुन्छ। आउनुहोस् जानकारी लियौं के हुन् त ती कुराहरू, कस्तो अवस्थामा ऋण तिर्नुपर्छ र कस्तो अवस्थामा ऋण तिर्नु पर्दैन। केही दिन अगाडि याहू फाइनान्सले एउटा लेख यसैसँग सम्बन्धित रहेर लेखेको थियो र यो भिडियो म त्यही याहू फाइनान्समा लेखिएको लेखका आधारमा बनाउँदैछु। कुन अवस्थामा तिर्नु पर्दैन त? यदि मृतक व्यक्तिको क्रेडिट कार्ड इन्डिभिजुअल अथवा उसको मात्रै नाममा छ भने तपाई जीवित व्यक्तिले अब त्यो क्रेडिट कार्डको दायित्व भोग्नु पर्दैन, तपाईले तिर्नु पर्दैन। यदि तपाईको श्रीमान अथवा श्रीमती जसको क्रेडिट कार्ड थियो उहाँले आफ्नो मात्रै नाममा क्रेडिट कार्ड खोल्नु भएको थियो भने त्यसको तिर्नुपर्ने भागीदार पनि उहाँ मात्रै हुनुपर्ने छ र उहाँको मृत्यु भइसकेको खण्डमा तपाईले तिर्नु पर्दैन। क्रेडिट कार्डमा तपाई अथोराइज युजर अथवा तपाईलाई पनि युज गर्ने अथोरिटी दिएको छ तर पनि संयुक्त एकाउन्ट होइन भने त्यो बेलामा पनि तपाईले तिर्नु पर्दैन। तर तपाई अथोराइज युजर हुँ भन्दैमा उक्त व्यक्तिको मृत्यु भइसकेपछि त्यो क्रेडिट कार्डलाई पनि प्रयोग चाहिँ गरी नराख्नु होला। त्यो भनेको गैर कानुनी हुन्छ र अन्य कानुनी झमेलाहरूमा पर्न सकिन्छ। त्यसले गर्दा मृत्यु अगाडिसम्म क्रेडिट कार्ड प्रयोग भयो तर मृत्यु पछाडि भने क्रेडिट कार्डलाई चाहिँ प्रयोग गर्नु हुँदैन। यदि तपाई अथोराइज युजर भए पनि अथोराइज युजर भएकै आधारमा तपाईले त्यसको लोन भने चुक्ता गर्नु पर्दैन। कस्तो अवस्थामा चाहिँ लोन तिर्नु पर्छ त? तपाईहरुको दुवै जनाको नाममा जोइन्ट एकाउन्ट क्रेडिट कार्डमा छ भने त्यस्तो अवस्थामा भने तपाईले एक व्यक्तिको मृत्यु भइसकेको खण्डमा पनि तपाईले त्यो लोन भने चुक्ता गर्नुपर्ने हुन्छ। अनि अर्को अप्सन भनेको यहाँ अमेरिकामा म्याक्सिमम धेरै राज्यहरू त होइन तर केही राज्यहरू त्यस्ता राज्यहरू छन् जसलाई कम्युनिटी प्रपर्टी राज्य भनिन्छ। यदि तपाई ती राज्यहरूमा बस्नुहुन्छ भने तपाईको उक्त मृत्यु हुने व्यक्तिको नाममा इन्डिभिजुअल एकाउन्ट नै भए पनि यदि तपाईहरु श्रीमान श्रीमती हुनुहुन्छ भने श्रीमान श्रीमती मात्रै हुनुहुन्छ र तपाईहरुको छुट्टा छुट्टै क्रेडिट कार्ड भए पनि तपाईले त्यो लोनको भागीदार हुनुपर्छ। तपाईले त्यो लोन चुक्ता गर्नुपर्ने हुन्छ। ती कम्युनिटी प्रपर्टी राज्यहरू भने निम्न अनुसार रहेका छन्: एरिजोना, क्यालिफोर्निया, आइडाहो, लुजियाना, नेभादा,